नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौं नेपालमा कोरोनाको प्रसंगबाट। नेपालमा पछिल्लो 24 घण्टामा थप 114 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको संख्या 2,75,424 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल कोरोनाका सक्रिय संक्रमित 915 रहेका छन्। पछिल्लो 24 घण्टामा 94 जना कोरोना संक्रमण मुक्त भएका छन्। यससँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या 2,71,495 पुगेको छ। नेपालमा पछिल्लो 24 घण्टामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या 0 रहेको मन्त्रालयले पुष्टि गरेको छ। नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या 3014 रहेको छ। प्रदेश 2 मा पछिल्लो 24 घण्टामा कोरोना संक्रमित थपिएका छैनन्। सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले दिएको तथ्याङ्क अनुसार प्रदेश 2 मा कुल संक्रमितको संख्या 17,203 रहेको छ। अहिलेसम्म प्रदेश 2 मा कोरोना संक्रमणले 209 जनाको ज्यान गएको छ। प्रदेश 2 मा 16,984 जना संक्रमण मुक्त भएका छन्। अहिलेसम्म 1,46,602 जनाको स्वाब संकलन गरिएको छ, जसमध्ये 60 वटा स्वाबको नतिजा आउन बाँकी छ। प्रतिनिधि सभाले संविधान सभा सदस्य दिनेश चन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ। प्रतिनिधि सभाको मंगलबार बसेको बैठकले यादवको निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो। स्वर्गीय यादव 2070 सालको संविधान सभा सदस्य निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी एमालेबाट बाँके क्षेत्र 2 बाट निर्वाचित हुनुभएको थियो। पूर्व खानेपानी तथा सरसफाई राज्य मन्त्री समेत रहेका यादवको 75 वर्षको उमेरमा माघ 1 गते निधन भएको थियो। शोक प्रस्ताव पारित गर्नुअघि सभामुख सापकोटाले प्रतिनिधि सभा नियमावली 2075 को नियम 10 को उपनियम 1 बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदहरू डिला सङ्ग्रोला पन्त, मानबहादुर विश्वकर्मा, राधाकुमारी गेवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे मनोनयन गरेको जानकारी गराउनु भएको थियो। अर्को बैठक चैत 6 गते अपराह्न 1 बजेका लागि बोलाइएको छ। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ। सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रलाई बिउताइसकेपछि पहिलो पल्ट मंगलबार सिंहदरबार स्थित दलको कार्यालयमा बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले एकता पूर्वको अवस्थामा रहेकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता तथा देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको सांसद वर्चमान पुनले बताउनुभयो। त्यसैगरी राष्ट्रिय सभामा दलको नेतामा दीनानाथ शर्मालाई चयन गरेको उहाँले जानकारी दिनुभयो। बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नैतिकताको आधारमा पदमा बस्न नमिल्ने भन्दै राजीनामाको माग समेत गरेको उहाँको भनाइ छ। बैठक सम्पन्न भयो। बैठकले कमरेड प्रचण्ड दलको नेता र कमरेड देव गुरुङ दलको प्रमुख सचेतकको रूपमा पहिले जुन व्यवस्था थियो त्यसैलाई कायम गरियो। राष्ट्रिय सभामा दलको नेताको प्रतिनिधिको रूपमा दीनानाथ शर्माजीलाई नै कायम गरिएको छ। दलको प्रतिनिधि नेताको प्रतिनिधिको रूपमा। अनि खास गरी अहिलेको राजनीतिक स्थितिको बारेमा समसामयिक स्थितिको बारेमा दल नेताको तर्फबाट त्यहाँ चाहिँ प्रस्तुत गर्ने रिपोर्टिङ गर्ने काम भयो र अहिले दलको तर्फबाट भन्दा प्रतिनिधि सभा विघटनको निर्णय गर्ने केपी शर्मा माओवादी केन्द्रले हतारमा सरकारलाई दिएको समर्थन फिर्ता नलिने पनि सांसद पुनले स्पष्ट पार्नुभयो। संसदीय दलको बैठकले पार्टी छोडेका 2 जना राष्ट्रिय सभा सदस्य र 4 जना प्रतिनिधि सभा सदस्यहरूलाई दलको तर्फबाट आफ्नो स्थिति स्पष्ट पार्न पत्रचार गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो। सरकारलाई दिएको समर्थन फिर्ता लिनेमा छैनौँ। हामीले आज दलको पहिलो बैठकले प्रधानमन्त्रीलाई नैतिक रूपले राजीनामा दिनुहोस्, किनभने तपाईँले प्रतिनिधि सभा विघटन गरेको सन्दर्भमा असंवैधानिक पुष्टि भइसकेपछि निर्णय भइसकेपछि त्यसमा रहिराख्न मिल्दैन भन्ने कुरो नै आजको बैठकले अनुरोध गरेका छौँ र या ध्यानाकर्षण गरेका छौँ मुख्य रूपमा। र हतारमा अहिले हामी समर्थन फिर्ताको निर्णयमा छौँ। पार्टी परित्याग गरेका सांसदहरूसँग अन्तिम छलफल गर्नका लागि मंगलबार नै नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नारायण काजी श्रेष्ठ, देव गुरुङ र वर्चमान पुनको 3 सदस्य समिति बनाएको र समितिले प्रत्यक्ष भेटेर छलफल गर्ने पनि सांसद पुनले जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रका नेता वर्चमान पुनले चैत 5 गतेपछि सत्ता समीकरणले मूर्त रूप पाउने बताउनु भएको छ। मंगलबार नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चैत 5 गते बस्ने जनता समाजवादी पार्टीको बैठकपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपाल बीचको सत्ता समीकरणले मूर्त रूप पाउने बताउनु भएको छ।
तीन दलबीच गठबन्धनमा हुने दावी गर्दै उहाँले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरोधमा संयुक्त आन्दोलन गरिएका कारण तीन दलीय गठबन्धन प्राकृतिक हुने पनि बताउनुभयो। जसपाको बैठक छ, उहाँहरूको त्यो बैठकपछि यो सत्ता समीकरणले मूर्त रूप पाउँछ। माओवादी केन्द्र, कांग्रेस र जनता समाजवादीको बिचमा गठबन्धन बन्छ। किनभने भन्दा हामी सबैले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक हो, यसलाई सच्याउनुपर्छ भनेर एकै ठाउँमा उभिएर त्यस बारेमा एउटै धारणा बनाएको सन्दर्भमा, आफ्नो ढङ्गले आन्दोलन गरेको सन्दर्भमा र संसद पुनर्स्थापना भइसकेको सन्दर्भमा यो एउटा प्राकृतिक गठबन्धन पनि हो र प्रधानमन्त्रीको तर्फबाट व्यवहारिक रूपले भन्दा नैतिक नेता पुनले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेका कारण विश्वासको मत लिने र कार्यकारी प्रमुख हुने नैतिक आधार गुमिसकेको पनि बताउनुभयो। बौद्धिक व्यक्तित्व डाक्टर प्राध्यापक मणिकलाल श्रेष्ठको मंगलबार निधन भएको छ। निमोनिया तथा अन्य विभिन्न संक्रमणले ग्रसित भएपछि श्रेष्ठलाई लामो समयसम्म अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो। त्यसबाहेक उनलाई नियमित रूपमा डायलिसिस सहित दिँदै आएको थियो। पुराना पुस्ताका तथा अहिलेका चर्चित वामपन्थी नेताहरूले समेत श्रेष्ठलाई आफ्ना गुरु मान्ने गर्छन्। पुराना पुस्ताका नेताहरू समेत सैद्धान्तिक विषयका लागि श्रेष्ठसँग बहस छलफल गर्ने र उनीसँग सरसल्लाह लिने गरेका थिए। श्रेष्ठको जन्म विक्रम सम्वत 1979 भएको थियो। एक वर्ष अगाडि उनकी श्रीमती सिलु सिंहको निधन भएको थियो। कैलालीमा ग्यास सिलिन्डर लिक भएर आगलगी हुँदा 4 जना घाइते भएका छन्। मंगलबार बिहान टिकापुर नगरपालिका 1 मा जनक विष्टको घरमा ग्यास लिक भएको अवस्थामा आगो सल्काउँदा आगलगी भएको थियो। आगलगी हुँदा घर धनी विष्टसहित 28 वर्षीय उनकी श्रीमती बबिता विष्ट, 3 वर्षीय छोरा जेनेल विष्ट र घरमा सहयोगीका रूपमा कार्यरत 45 वर्षीय हरि चौधरी गरी 4 जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। उनीहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हस् त, अपन न्युज अहिलेलाई यति नै। अपन टेलिभिजन हेर्दै रहनुहोला। नमस्कार।